उकालो 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 छैन गियर 1 गर्नु ल त्यहीँनिर यहीँ यतै गरेर जाने हुन्छ ल त्यो बाइक छेउमा गरेर गराइ हुन्छ पिकअप कम भएको त गियर चेन्ज गर्ने हो नि होइन हट्टै छोड्नु चाहिँ हुन्छ डाउन गियर बढाउँदा छोटा हुन्छ डाउन गर्दा चाहिँ बिस्तारै चलाउनुहोस् तपाईँले राम्रो चलाउनुहुन्छ यो ड्राइभिङ सेन्टर गाडी यस्तो छ अब गर्दा हुन्छ घटाउँदा क्लच बिस्तारै गऱ्यो भने हुँदैन दुईमै चढ्छ यतिकै स्टुडेन्ट गयो भने तर तपाईँले छिटो सिक्नु भयो हो 76 यो गाडीसँग एकचोटि झगडा भयो क्या मेरो सिकाउँदै आएको पेलले कि सिक्ने गाडीलाई पेल्न हुँदैन नि किनभने ड्राइभरहरूले सिक्ने गाडी चिन्छ क्या चिनेपछि पेल्नु हुँदैन उसलाई बरु सकेसम्म प्राथमिकता दिने हो पिच्चाबाट जाऊँ ल दुईसम्म जाँदा हुन्छ 1300 भयो भने उकालो छ एकमै गए नि हुन्छ दुईमा पिकअप कम हुन्छ कि ब्याट 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 गर्न थाल्छ स्पिड स्लो हुन्छ यहाँबाट त बाटै छैन जस्तो त त्यसपछि उता बाटै छैन जस्तो लाग्यो हो र अलि माथिदेखि फर्किन पर्छ टाइम पनि ठिक्क हुँदैछ बिस्तारै एउटा टायर यहाँ हाल्नु ल यहाँ हाल्नु ल
ल गुड गुड ल सिधा गर्न अब टायर कहाँ पार्नुपर्छ भनेको लागि चुज गर्नुपर्ने कन्डिसनै आउँछ कि अब के गर्नु अब बाटो चाहिँ चिसो त्यहाँबाट लेफ्ट जाने हो यहाँ टन्डेकी फर्क्यौँ न यहीँबाट फर्किने हो अलि माथिसम्म गयो नि हुन्छ लेफ्ट जाउँ न लेफ्ट जाउँ हरानमा जाउँ ल उकालोभन्दा ओह्रालो अलिक छिटो आइन्छ त्यही भएर उकालो जाँदाखेरि अलिक टाइम लिँदा हुन्छ बिस्तारै स्पिडमा चढाउने भनेर मतलब आउँदा बढी टाइम दियो भने जाँदाखेरि ठिक अफ टाइम पुगिन्छ क्या ठ्याक्कै हामी चाहिँ कस्तो हुन्छ भने टाइमलाई डिभाइड गरेर हुन्छ क्या अब आधी घन्टा छ भने 15 मिनट अगाडि 15 मिनट त फर्किनु पऱ्यो त्यसरी डिभाइड गरेर हुन्छ त्यही भएर बरु जाँदाखेरि यसलाई 5 मिनट बढी दियो भने आउँदाखेरि ओह्रालो छ नि त अलिक स्पिड जान्छ अब गेट हुन्छ बाइक जस्तै हो अब ठाउँ हेर्ने बाइक जस्तै ट्याक्क हान्ने भयो भिडियो स्लो गर्ने राइट टर्न हो अब त्यो बिचदेखि फर्किने अगाडि त्यो घुम्तीतिर गएर फर्क शङ्खादेवी भाइ हो यहीँ ल क्लास 4